यार सरहरु ए देख्नु म भ्लगर थाहा छैन तपाईलाई अब हेरेपछि कहाँ आएको छु भनेपछि नि आज स्टप थिङ्किङ आजैदेखि गर्नु थाल अरे क्या यिनीहरूले मलाई पार्टी खुवाउँदैछ क्या यही सब गर्ने आए थिए मम्मी डैडी के बता देंगे नमस्ते यसको भ्लग वाटर डस्टबिन यस्तो छ यसरी हो यसरी टर्च जस्तै छ त्यहाँ हेर्नु तर होइन क्या चिया खाऊ चियर्स के छ भन्दा त 3-4 लोग चिया खाइसक्यो यो हैन चित्रकलाहरू राम्रो छ यस्तो छ बाप रे बा के हेर रे यसले ढोडिया साँप हेर के रे हामी चरराको बाटोमा छु हामीलाई बाटो हिँड्दै अगाडि धुलो बनाइदियो गुनासो मान्दिनौँ बाजु सरले कारलाई डिस्टर्ब बाटो दिएको अरे सरहरू म भ्लगर थाहा छैन तपाईँलाई अब भनेको बुझिहाल्नु हामी चिया लभर हो हामी चिया मात्र खान्छौँ ला ओहो ओ तेरो भाउजूको पादुको भाउजू एकछिन ग्याप हेरेपछि कहाँ आएको छु भनेपछि नि आज यो अब उल्टो छ स्टप थिङ्किङ आजैदेखि गर्नु थाल अरे क्या यिनीहरूले मलाई पार्टी खुवाउँदैछ क्या जहिले जहिले अब यो पनि विदेश जाने त्यो पनि जाने अनि सरहरूले पार्टी खुवाउँछ चिया अरू केही खाँदैन हामी भनेको चिया मात्र खान्छ त्यो बाइक धेरै अब अरू त के भन्नु हरू छ अनि चिया खाऊ दिन बनाऊ यही सब करने आए थे मम्मी डैडी के बता देंगे होला ल बडे भेटौँला भाउजू हो नि ए देख्नु यहाँ अर्को छ के भन्नु सर नन्ना बिचको गएन सर यहाँ पनि त्यस्तो छ यहाँ पनि त्यस्तो छ आफू बुङ्गा यहाँ भ्यू चाहिँ राम्रो छ चिटिक चटाक छ सरहरूले बुझ्नेले सिटखण्ड नबुझ्नेले राजुको मोबाइल पसल हाम्रो सरहरू चिया खानु आउनु अर्को छ यता यहाँ फोटो खिचेर हैरान बनाएको छ सर यहाँ यता छ सर देखाउँछु खाली फोटो यसको त यस्तै छ है क्लियर हेर्दै जिन्दगीमा चिक्सिङ यसको कहिले छुट्दैन यस्तै छ यसको के गरिस् दुखी आत्मा हो हजुर नमस्ते नमस्ते यसको भ्लगमा आज स्वागत छ हजुरहरूलाई यो चिया खान आएको छ ओके अनि वाटर डस्टबिनहरू यहाँ डस्टबिन यस्तो छ यसरी हो यसरी के भन्नु के भन्नु सर जस्तै छ त्यहाँ हेर्नु तर होइन क्या त्यो सर भन्दैन तर देखाइदिनु सरलाई म देखाउँदिनु होस् सर यो चाहिँ हाम्रो कुन चिया हो है दाजुको भट्टीको दारु यहाँ हो दाजु भट्टी होइन त 5 रुपियाँ डिस्काउन्ट सरहरू यस्तै पढ्दै बस्छ क्या ह्याप्पी न्यु इयर थ्याङ्क यू वेलकम पानी पनि खाने चिया पनि पानी नै खाएर म त सघाएँ यहाँ चाहिँ जे होस् भाइब छ केटाहरूको हेलो गाइस चिया खाऊ चियर्स के छ भन्दा त यो चाहिँ आफ्नो गर्लफ्रेन्डसँग जहिले रमाइ गर्छ टेन्स हेलो प्यानल टाइलको त दिन म यहाँ चिया खाँदैछु म पनि चिकनमा चिया खाँदैछु 3-4 लोग चिया खाइसक्यो अर्को चिया पनि खाइसकेको छु बनाउने चाहिँ 5 मिनेट काम छ म भनेको चियाको सुरुप लिने खाने जाने अरू त रिजेक्ट छ रिजेक्ट सर्टपट्टि स्टिच छ आहा अन्त भुँडी प्लस चटपटे आज चटपट भुँडी चटपट त देखाउँदिनँ कहाँ बिजी सकिँदैन त्यही भएर कम्पनी
मसला कट खोर्सानी कट र झापा कट हामी यता अरे मेला छ त ओ मेला जानु कसको 1 2 3 पो डिजे यहाँ हुँदैछ रमाइलो नाच्ने मान्छे त कोही छैन त रे तर यहाँ छ हामी अब धेरै पछि राम्रो छिटै देखाउँछु क्या भर्खर 8 बजेको छ ग्यारेन्टी वारेन्टी पनि दिन्छ अरे इटरी चौक छिटै देखाइदिएको बाप रे बा के हेर रे यसले ढोडिया साँप हेर के हेर खोइ यस्तै छ चोक हामी तलराको बाटोमा छौँ जाँदैछौँ यस्तै छ बल्ल पिछायो केटा हो हामी बिस्तारै बिस्तारै जाँदैछौँ नमस्ते अङ्कल म चाहिँ यहाँ छु सर यता हुन्छ अगाडि हेर्नुपर्छ झापा पुगिन्छ नाच्नु अङ्कल आन्टीहरू थियो क्या हेर्नु हुँदैन धेरै कुन कुन बाटो छिर्दैछु पुरै खतरनाक छ बाटो सरहरू अगाडि हुनुहुन्छ हामी प्लान पुगिसक्यौँ अब नुहाउनु पर्छ कन्स्ट्रक्सन हुँदैछ अगाडि पनि हेर्नुको लागि म्याडम सरहरू चिकसिक जाँदै हुनुहुन्छ धुलो खुवाउँदै हामीलाई बाटो हिँड्दै अगाडि बापरे लास्टै धुलो बनाइदियो ब्याड ह्याबिट बेजत अलि ताल यहाँ पुग्यौँ हामी ताललाई पुगे यहाँ त्यहाँ पिकनिक बसेको छ हेर्नु पार्टनरहरू त्यहाँ छ त अब अहिले आइस त अब पार्टनरसँग के गर्छ नयाँ खुलेको छ हाम्रो हजुर धानको जङ्गल ल्याए जस्तै लाग्दैछ हौ बेला बेला त्यहाँ क्याम्पिङ बसेको छ यही हो भाइरल पुल अब पुलमा त ए पाक्का गएको यस्तो छ यहाँको नजर रात यहाँ भूत खोज्नु आएको भूत यत्र यत्र भूत छ डैडी को बता देंगे ये पता है सब जानते हैं सबैले जान्छन् गुनासो मान्दिनौँ यहाँ छ पुल अगाडि यो मा केटाहरू कुन कुन जङ्गल ल्यायो रे यिनीहरूले आज पुल त भत्किएको छ अरे